अलिकति पानी एक फुको हाल्ने फुल अलि त्यो थुप्रो ल्याएको थियो फुल त धुर्व राजा आइहाल धुर्व राजा सरी ल त्यो गीत निकाल्दै हुन्छ होला त्यसलाई लाग्दैन उही त भाइले खिचिदिन्छ यो भाइ पनि कस्तो अल्गो हुने रहेछ हौ स्याकोटी हो नि त स्याकोटीमा नाक कत्रो छ उता खिच्छ कि गरेको होइन घुमाइ उता मात्रै गयो कि आमातिर आएन त्यतै मात्रै छ निवृत्ति आमा छ अब उनलाई नि ल्याउनु छ मलाई आमाले हो ओ दुर्गाले खिचिरहेको यो चाहिँ कति बेला हो त्यो केक त सुरु नै हो त अनि दिदी होइन केक थोरै छ सानो छ सबै त खाएर लगाइसकेपछि अन्तिममा केक टिका लगाइदिनु यो सन्ध्या ल आमा दिइहाल्नुहुन्छ फेरि ब्याग गयो होइन तिमीहरू लानु ढाडकामा छैन त हो पुरानो टिका लगाइदिनु भने ठुला घरकै आमैको जस्तो केकोमा बिहे गरेर ल्याएको छ अब के थाहा त मलाई त पहिले चिनाउनु पर्ने थाहा थिएन बिहा उज्यालो भयो अब माई आमै बाहिर खुट्टा बस्नु भएको रहेछ फेरि म त अहिले मलाई हातले नमस्ते गर्ने हो भनेर कस्तो कराउनु भयो क्या मलाई त आँसु आए चिनेकै छैन होइन चिनेको छैन चिनाएको छैन थाहा भाइ आइज यसलाई पहिला चक्लेट दिनुपर्छ आइज यसलाई दुईटा बाबु र आमाले लगाएपछि चक्लेट खाइसक्नु नि यो अनि फ्रिजमा निकाल्दा त बल्ल राख्ने नै होइन मैले चक्लेट एकदम जान्छ नि त यहाँ छ फ्रिजमा राख्नुपर्छ ढिलो भइसक्यो होस् गाला किन भएछ फ्रिजमा राख्छु नातिलाई टिको लगाइदिनु न पहिला ए त्यसलाई दुईटा ए मैले यसलाई दुईटा दिन्छु एकछिन अहिले दिउँला न यहाँ अहिले आमाले एउटा अहिले फेरि भरे फुपूले खुट्टा टोक्नुपर्छ आमाले ल मामालाई पछाडि उसले ढोक्छ फोटो खिच्दैलाई भनिदिएको अन्त उ हेर्दै छ केकतिर उसलाई धेरै केक भनेको छ क्या टाढा छैन केक
खिचिरहेछ भान्जी कि यहाँबाट खिच्नु पर्ने बाबा कुनमा हो क्यामेरा आनुरु मोलाईसम्म मिल्छ त्यस्तामा भयो भाइलाई आइदैन भाइ पापाले पर्छ यो के अरे बुइनीलाई ल दुई दोडी बुइनीलाई एउटी छ खोइ अस्ति नामको खोइ चक्लेट होला यो तपाईँको लागि दिएन त्यही होइन त्यो बिस्नु होइन बुइनीलाई पठाइदिनु आउँछन् होला नि त एकछिनमा आउँदिन सानी छ नि ठुलो भान्सामा मैले आइसु ल भान्सामा गर्ने अघि आयो रे गर्छु अब अहिले लिएर दिरिसेको होइन तँ उ बुइनी लाउनु सानी बस बुइनीलाई लग्दो ल अब के काट्ने बेला भयो ल ल आमा उठ यहाँ कतिजना छन् काम गर्ने दुला मान्छेमा 7 जना 7 जना छन् अहिले केक चाहिँ दिनु पर्छ भिडियो भयो मेरो काम केक मेन काम ला बाबु त ल यो काट्नु पर्ने हजुर यहाँ राखेर तेरो भाइ तू बिहा तेरो दोकानको छोडिस् त यहाँ त बिहा कल्पना यसको राखिले या हाले उडाउँछ गोजीमा हाल न यो तेरो गोजीमा हाल कि मम्मीलाई दे ए भाइ यो मिलाएर त्यतै अगाडि बढ्छ राम्रो आउँछ चकलेटको फुल फ्याँकिदिएँ मैले यहाँनिर गाडी हेर यो तेरो ह्यापी मदर्स डे ल एकतिर एउटा स्कुल छ एउटा चकलेट रहेछ ल्याउले आमा उठ्नु यता ल्याउने देऊ न मामालाई आमा उठेर नि उता उठ्न सजिलो रहेछ होला हुन्छ नि किन हुन्छ लु उठ्नु न उतो बुढाले बसेरै गरिदिनु होइन लुगामा नलाइकन अलि यता गर। त्यो पैसा गोजीमा हाल्न भनेको तेरो गोजी छैन कि मम्मीलाई दे यसमा कुमारी हजुर यहाँ बस्नु हो यहाँ एकैछिन काटिन्जेल मात्र यस्तो गरेर समाउनु न आमा ठिक छ आमालाई जस्तो चल्छ ह्याप्पी मदर्स डे एकछिन अब नातिनीले बनाउनु भएको नातिनीले कान्छी छोरी कि छोरी धेरै न सबैले खाऊ अहिले अलिकति त्यो गुले होइन नि त मैले त विदाउट हालिरहेको छु खिर खाँदा विदाउट सुगर With sugar. ल्याउने यता राखिदिन्छु यता राखिदिन्छु आजबाट आमालाई अब डबल गोली खुवाउनुपर्छ यो सबै उ भएको रहेछ नि त अनि पक्लेको रहेछ नि त किन त्यस्तो गर्यो भनेको त यसको पक्लेको यो सबै पक्लेर के कस्तो लाग्यो अरे पिस पिस काटिदिनु कि दिदी अनि सजिलो हुन्छ अनि यसरी पिस पिस काटिदिनु कि तर चाहिँ अलिकति